मैले यो काट्न सक्न आँटे काटेर अब थोरै बाँकी छ। अब 2 मिनेटमा चाहिँ झिरिप्प काटिसक्छु। अनि त्यसपछि यसलाई काटेर चाहिँ त्यो पँयाले बोलामा हाल्ने हो। अनि त्यो पँयाले बोलामा हालेर चाहिँ उता लिएर जाने हो। बोला चाहिँ होइन ल, अनि बोला अब सकिन आँट्यो। 2 मिनेटमा अब सकिन्छ। अनि उठाएर यो पँयाले बोलामा हालेर अनि उता लिएर गएर पछारेर चाहिँ फ्याँक्दिने हो। अब यो घाँस फेरि यस्तो यता पुरै चिलाउन थालिसक्यो। मलाई पुरै चिलाउँछ क्या यो घाँसले चाहिँ। यो बिकासे घाँस एलर्जी भइसक्यो भन्थ्यो नि। एलर्जी नै भइसक्यो। त्यहाँ राखेको थियो अघि मैले फोन, त्यहाँ देखाइदिएँ त। त्यहाँ ढुङ्गा अड्याएर त्यो बुफरमाथि भएन छ रेकर्ड। अघि पनि मैले गरेको थिएँ तर रेकर्डै भएन क्या राम्रोसँग। होइन पन्ते यो चाहिँ जान त्यहाँ अङ्कल यहाँ आइदियो त पन्ते, यहाँ आइदियो केटा। यो चाहिँ हाम्रो को? हाम्रो यो भतिजो, यो केटा। नाम के हो रे काले तेरो? के नाम भनेको? फेसबुकमा नाम के छ? सुसन सुनवार। सबैले फलो गर्नु भन्। सबैले फलो गर्नु। अब त कहाँ हिँड्ने यतिखेर? 8 बजे यहाँ हो? ए ल ल बस। आइहाले जस्तो बोरा टिप, त्यो बोरा टिप अनि यो कुटी हाल। अब हाम्रो चाहिँ यहाँ सुसन सुनवारले पनि काम गर्दैछ गाइस। मलाई मद्दत गर्नलाई आइदिएछ केटा। ल केटा गुड हो। बिस्तारै बिस्तारै हाले न छोरी। एकदमै कामदारी केटा छ। भनेको त फ्याट्ट मानिहाल्छ त्यो। अरू केटाकेटी जस्तो छैन म गर्दिनँ भन्ने खालको। ज्ञानी छ नि त, ज्ञानी। एकदम ज्ञानी छ क्या यो केटा। ल यसलाई पनि टक्कसँगले फेसबुकमा गएर होइन टिकटकमा नि छैन? टिकटकमा नि पनि छैन तेरो? छैन? के भयो तेरो टिकटक? तेरो बाजे ऋतुले बलक हान्दा हानिन्छ। कसरी ब्लग हान्छ? अनि यो इसिले ल्या भन्छ रे। अनि त्यसमा छुदेमा त्यो डिस्टेन्समा युट्युब छ छैन? युट्युबमा त पनि बना ब्लग अब। काले युट्युब बना। नाचेको गाएको नाटक गरेको। काले त के कराउँछस् रे? बाख्रा कराएर सुना। अब हाम्रो चाहिँ यहाँ एउटालाई एकदम भित्रै लुकेर बसेको एउटा ट्यालेन्ट छ उसमा, हाम्रो सुसन सुनवारकोमा। अब उसले चाहिँ आफ्नो ट्यालेन्ट देखाउँदैछ। देखाइदे त काले ल। सुन्नुहोस्, यता हेरेर कराइदे न। एकदम लुकेको भित्रै मनदेखिको आएको हो यो ट्यालेन्ट चाहिँ उसको। जन्मेदेखि आएको हो। यस्तो खतरा हो फेरि यसमा ट्यालेन्ट। खुद के त्यसमा ट्यालेन्ट, तेरो ट्यालेन्ट देखाइदे। हेलो गाइस, मैले चाहिँ यो कुरो हालिरा हो। तो गाइस म चाहिँ यो कुरो हालिरहेको छु। मेरो अङ्कलले भन्नुभएको म चाहिँ मेरो परिचय दिन गइरहेको छु। मेरो नाम सुसन सुनवार अनि थर सुनवार अनि यो ठेगाना बजार अनि स्कुल चाहिँ लताभिर क्लास 7 पढ्छु भन्न। पढ्छु। ल तेरो परिचय त डेन्जर भयो त भाइ, खतरा भयो त भाइ। ल भाइ तँसँग अब म हाल्छु ल। यो फोनसम्म चाहिँ फाइनली गाइस हामीले काटी पनि सकेको छौँ होइन। काटिसकेर अब बोरामा हाल्दैछौँ। अब बोरामा हालिसकेर चाहिँ लगेर झट्टाइदिने यो होइन। अनि त्यसपछि आजको काम हाम्रो सकियो। अनि त्यसपछि भोलि पनि फेरि काट्नुपर्ने हुन्छ। अनि यो घाँसले एकदमै चिलाएको छ। यता पुरै चिलाएको छ होइन। अब तपाईँहरूले पनि अब यस्तो काम
गर्नु भएको छैन होला ए भाइ हो भाइ एउटा गीत गाइदिउँ ला 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 हो 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 मेरो गीत कस्तो लाग्यो दामी ह दामी कसरी भन् दामी दामी लाग्यो रे यो त मेरो गीत हो नि त एउटा टुन हो टुन टुन हो क्या भाइ माता माता यहाँ चाहिँ अलिकति पुगिसकेको त भुटिहाल्यो नि कस्तो हो यो त थोरै चिलाउने नि क्या र गाइस आजको मेरो भिडियो यति नै रहेको छ होइन काम पनि मेरो सकियो अब फेरि म भोलि आउनेछु तपाईँहरूको अगाडि एउटा नयाँ भिडियो लिएर ल गाइस होइन स्विट ड्रिम गुड नाइट सबैजनालाई ल